पढ्न बे अनि मामुलाई फोन गरेपछि मामुलाई के भन्छिन्छ मम्मा भन्छु अनि मामालाई के भन्छिन्छ त के कुरा गर्छिन्छ मामुसँग भन्छ त मामुसँग घर बस्ने अनि स्कुलमा कसले आउँछ स्कुल नआउने किन पढ्नु पर्दैन अनि ठुलो मान्छे बन्ने हैन किन पढेर ठुलो मान्छे बन्छन् धेरै पैसा कमाउँछन् पाइलट बन्ने है अनि के बन्ने के भन्छ के हो त्यो भने मैले त बुझ्न के हो त्यो भने के हो त्यो भने के भन्छिन्छ म्यामले त बुझ्सिदैन म त बुझ्दैन हजुरले मात्र बुझेर थोरै हुन्छ म्यामले बुझ्नु परेन अरे मामुलाई फोन गर न मामुलाई फोन गर्छ म्याम भन्छ त म्याम मेरो मामुलाई फोन गरिदिन्छ हजुर म्याम मामुसँग के कुरा गर्छिन्छ मलाई भन्छ त अरे कसले सिकायो यसरी बोल्न मामु बजार जानुहुन्छ आइसक्रिम ल्याउनुहुन्छ अनि म्यामलाई आइसक्रिम नदिने दिने कि नै दिने गुड मामुलाई फोन गर्नु न अरे अरे के भन्छिन्छ मामुलाई फोन गरिदिनु छिटो छिटो भन्ने अरे 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 छिटो ओहो पढ्न बेला मामुसँग कुरा गर्ने मन लाग्यो